गाइस हामीले चाहिँ यस्तै ग्यासमा टमाटर पोलेर यस्तै पेस्ट बनाउनु पर्छ है साथीहरू। अनि आलु रे सरी गाइस, लसुन अनि प्याज मसिनो गरेर काट्नुस् है साथीहरू। अब साथीहरू तेल राख्नुस्, यिनीहरू काटेको हिसाबले तेल राख्नुस् है साथीहरू। म चाहिँ यति मात्र राखेँ है साथीहरू, किनकि हामीले आलु चाहिँ धेरै काटेको छौँ है साथीहरू। अनि काटेपछि हामीले यसलाई खर्ने नदिउँ साथीहरू। अब साथीहरू हामीले यो अमिलो ल्याउनुपर्छ है साथीहरू। अनि हिसाबले राख्नुपर्छ, अमिलो गरिराख्नुहोस् तेल खर्यो। हामी चाहिँ यो सबै राख्छौँ है साथीहरू, हेर्न सक्नुहुन्छ। अब साथीहरू यसले चाहिँ हामीले भुल्नुपर्छ है। यसलाई रातो हुन दिनुपर्छ है साथीहरू। रातो मात्र भए यो रातो हुन्न, काठ चाहिँ हुन्छ अलि रातो हल्का रातो निलो बनाउनुपर्छ है साथीहरू। त्यही गर्नुपर्छ। योभन्दा साथीहरू अलि मिडियममा बनाउनुहोस् है साथीहरू। मैले चाहिँ हाईमै बनाएँ साथीहरू। सुरुमा चाहिँ हामीले हेर्नुहोस् है साथीहरू, यति आलुको बनाछौँ। सुरुमा चाहिँ घरमै बनाएको धुलो मसला अनि यो टमाटरहरूको पेस्ट सब हाल्छौँ है साथीहरू। योमा साथीहरू अनि साथीहरू हामीले चाहिँ योमा थोरै अमिलो, जति चाहियो त्यति अमिलो राख्छौँ है साथीहरू। हामीले यो बनाइराख्छौँ। साथीहरू बनिरहेछ गाइस। हामी चाहिँ यतिको रातो अनि कालो बनाउनु दिनुपर्छ, यतिको है साथीहरू। अब चाहिँ हामीले यसलाई सिधै ग्यास बन्द गरेर साथीहरू यसलाई झान्नतर्फ घरमै यसलाई यसरी हाल्नुपर्छ है साथीहरू। बुझ्नुभयो नि? यसलाई हामीले मालमुल बनाउँछौँ एकछिन। र अनि हामीले हातले भयो नि पन्नेले भयो नि यसरी घोल्नुपर्छ साथीहरू। हामी चाहिँ यस्तो अचार बनाएर खान्छौँ। मैले यस्तो वाला आलुको अचार बनाएँ है साथीहरू, भिडियो बनाइदिनु न। गर्नुपर्छ यसरी। हामी दुईटा हातले घोल्छौँ साथीहरू, भगवानले हात